नमस्कार साथीहरू। नेपालमा एनजिओ, आइएनजिओ अथवा युएनमा तपाईँ जब खोज्दै हुनुहुन्छ, तर भ्याकेन्सी कहाँ आउँछ, कुन वेबसाइट जेन्युन हो? नेपालका एनजिओ, आइएनजिओका भ्याकेन्सी मात्र होइन, युएन, इन्टरनेसनल एनजिओ र इन्टरनेसनल डेभलपमेन्ट सेक्टरका जबहरू कसरी खोज्ने भन्ने बारेमा तपाईहरू एकदमै कन्फ्युज हुनुहुन्छ भने आजको यो भिडियो तपाईँको लागि महत्त्वपूर्ण हुन सक्छ। आजको यो भिडियोमा म तपाईहरूलाई एनजिओ, आइएनजिओ र युएनमा जब खोज्नका लागि उपयोगी 7 वटा वेबसाइट अथवा प्लेटफर्महरूको नाम र त्यो कसरी प्रयोग गर्ने भन्ने बारेमा स्टेप बाइ स्टेप गरेर देखाउन गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा उल्लेख गर्न नभुल्नुहोला। साथै च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्दै अब म फटाफट प्रस्तुतितर्फ लाग्दैछु। अब त्यसको लागि सबैभन्दा पहिलो वेबसाइट रहेको छ नेपाल इम्प्याक्ट। यसको वेबसाइट nepalimpact.org र म जति पनि मैले वेबसाइटहरू 7 वटा वेबसाइटहरूको अथवा साइटहरूको नाम भनेको छु ती सबै साइटहरू चाहिँ मैले मेरो डिस्क्रिप्सन बक्समा पनि राखिदिन्छु। तपाईहरुले त्यहीबाट डाइरेक्टली क्लिक गरेर पनि हेर्न सक्नुहुन्छ। र nepalimpact.org मा क्लिक गरिसकेपछि यस्तो किसिमको इन्टरफेस खोल्छ। यहाँ तपाईले देख्नुभयो भने अब यहाँ हेर्नुभयो भने यहाँ तपाई जब भन्ने यहाँ जब, टेन्डर, अर्गनाइजेसन र न्युज 4 वटा अप्सन्सहरु देखाएको छ र तपाई जबमा क्लिक गर्नुभयो भने अब यहाँ खास गरेर डेभलपमेन्ट सेक्टरमा नेपालमा के जबहरु छन् त भनेर चाहिँ यहाँ देखिन्छ। जस्तो यहाँ ओपीडी पार्टनरशिप अफिसर सीबीएम ग्लोबल भन्ने आइएनजिओ मा खुलिरहेको छ। यसको डेडलाइन चाहिँ 16 अगस्तसम्म रहेको छ अथवा 5 दिन बाँकी छ भनेर पनि देखाउँछ यहाँ। त्यसै गरेर अरु रिसोर्स डेभलपमेन्ट एन्ड प्रोग्राम क्वालिटी डाइरेक्टर, रिजनल हेल्थ एन्ड वास कोअर्डिनेटर एसिया हब लगायत जति पनि अहिले नेपालको लागि आइएनजिओहरुमा जागिर खुलेका छन् ती सबै जागिरहरु चाहिँ यहाँ देखाउँछ। तपाई यहाँबाट आफै यो साइन इनमा गएर आफ्नो प्रोफाइल बनाएर यहीँबाट डाइरेक्ट अप्लाई गर्न पनि मिल्छ अथवा यहाँ भित्र गएर क्लिक गरिसकेपछि यिनीहरुले कुन कन्डिसनमा अप्लाई गर्ने कन्डिसन राखेका छन्, कसैले चाहिँ आफ्नै अर्गनाइजेसनको आफ्नै जब पोर्टल पनि हुन सक्छ, त्यहाँ प्रोफाइल बनाएर अप्लाई गर्नुपर्ने हुन सक्छ अथवा कसैले चाहिँ इमेल आइडी दिएर त्यो इमेलमा सीवी र कभर लेटरहरु चाहिँ मागेको हुन सक्छ। तपाई त्यो अनुसारको तयारी गरेर यहाँबाट अप्लाई गर्न सक्नुहुन्छ। त्यसै गरेर दोस्रो नम्बरको साइट रहेको छ युएन जब। अब खास गरेर युएन जबमा चाहिँ युएन को र आइएनजिओहरुको पनि लिस्टहरु आउँछ। यसको वेबसाइटको नाम रहेको छ unjobs.org/duty station नेपाल। यो चाहिँ खास गरेर युएन त अब विश्वव्यापी संस्था हो र विश्वव्यापी संस्था मध्ये पनि नेपालमा चाहिँ युएनमा कुन जबहरु अहिले खुलेका छन् त भनेर हेर्नको लागि यो चाहिँ आधिकारिक प्लेटफर्म हो जुन चाहिँ जति पनि युएनमा जागिरहरु खुल्छ त्यो सबै जागिरहरुको लिस्ट चाहिँ यहाँ पाइन्छ। अब यहाँ तपाईले यसरी स्क्रोल डाउन गरेर हेर्नुभयो भने अहिले नेपालका युएन एजेन्सीहरुमा कुन जब छन् त भन्ने कुराहरु यहाँ छ हैन। जस्तो अब यहाँ आइओएम मा अहिले ल्याबोरेटरी टेक्नोलोजिस्ट काठमाडौँको लागि खुलिरहेछ। अर्को चाहिँ यङ प्रोफेसनल अफिसर क्लाइमेट चेन्ज एन्ड नेचुरल रिसोर्स म्यानेजमेन्टको लागि एफएओ मा खुलिरहेछ। अब यता हेर्नुभयो भने इमर्जेन्सी स्पेशलिस्ट युनिसेफको लागि खुलिरहेको छ। यसरी चाहिँ नेपालमा जति पनि यो जागिरहरु खुलेका छन् ती सबै कुराहरु चाहिँ यहाँ देखाउँछ। र अब हजुरले यहाँ क्लिक गरिसकेपछि चाहिँ अब जस्तो यसरी यहाँ क्लिक गर्नुभयो भने यसको बारेमा डिटेल यहाँ आउँछ। अब यो डिटेल सबै पढिसकेपछि यसमा कन्डिसनहरु राखेको हुन्छ, कसरी अप्लाई गर्ने, कहाँ जाने भनेर कतिपयले चाहिँ आफ्नै साइटहरु हुन्छ। अब यहाँबाट पनि सम्बन्धित अफिसको साइटमा गएर त्यहाँ प्रोफाइल बनाएर अप्लाई गर्नुपर्ने पनि हुन सक्छ अथवा उनीहरुले इमेल दिएको छ भने इमेलबाट पनि गर्नुपर्ने हुन सक्छ। अब यहाँ यसको हकमा चाहिँ यो अहिले मैले खोलिरहेको जबको हकमा चाहिँ यहाँ मोर इन्फर्मेसन एन्ड एप्लिकेसन डिटेल भनेको छ। यहाँ यसरी क्लिक गर्यो भने अब यहाँ कहाँ रिडाइरेक्ट गर्छ त भनेर हेरौँ एकचोटी। र एफएओ को उनीहरुको आधिकारिक पेजमा गयो अनि यहाँबाट अप्लाई अनलाइन भन्ने क्लिक गरिसकेपछि अब यसको प्रोसेसहरु देखाउँछ र तपाई यहाँ जे कुराहरु भन्दै जान्छ त्यो चाहिँ एकदमै मजाले भर्दै जानुभयो भने तपाईले यो ठाउँमा चाहिँ जब अप्लाई गर्नुहुन्छ र सर्टेज हुने चान्सेसहरु पनि अगाडि हुँदै जान्छ। अर्को तेस्रो रहेको छ डेभेक्स। डेभेक्स भनेको चाहिँ यो इन्टरनेसनल प्लेटफर्म हो। यो चाहिँ नेपालको लोकल प्लेटफर्म होइन। यहाँ चाहिँ नेपालको मात्रै होइन कि विश्वभरिकै यो डेभलपमेन्ट सेक्टरमा कहाँ जागिरहरु खुलेको छ भन्ने कुरा धेरै जसो चाहिँ यो devex.com ले अपडेट गरेर राखेको हुन्छ। यसमा चाहिँ नेपालको पार्टिकुलर नेपालको लागि खोज्नु पर्दाखेरि चाहिँ अब यहाँ यतापट्टि सुरुमै यहाँ जब्स भन्ने ठाउँमा यसरी क्लिक गर्नुभयो भने
यहाँ यस्तो किसिमको इन्टरफेस खुल्छ र यहाँ मुनिपट्टि लोकेसन भएको ठाउँमा अब एक्जाम्पल वर्ल्ड वाइड अथवा के हो अथवा के टाइप गर्ने, अब कुनै देश पार्टिकुलर टाइप गरे पनि भयो, कुनै पार्टिकुलर पोजिसनको लागि टाइप गरे पनि भयो, अथवा सबै ऱ्यान्डमली म नेपालको लागि हेर्छु भनेर तपाईँहरूले यहाँ नेपाल भन्ने टाइप गरेर इन्टर गर्नुभयो भने अब यसले चाहिँ नेपालमा कहाँ कहाँ डेभलपमेन्ट सेक्टरमा जब खुलेका छन् त भन्ने कुराहरू चाहिँ लिस्टिङ गरेर राखिएको हुन्छ। यो चाहिँ यो देखाउँछ। त्यसपछि यहाँ क्लिक गरेर यहाँ यसरी हेर्नुभयो भने नेपालको लागि चाहिँ यहाँ देखिन्छ र यहाँबाट पनि जब एप्लाई गरेर जान सकिन्छ। यो चाहिँ तेस्रो भयो। र त्यस्तै गरेर चौथोमा रहेको छ डेभलपमेन्ट एड, होइन, www.developmentaid.org भन्ने, यो पनि इन्टरनेसनल प्लेटफर्म हो र यो प्लेटफर्ममा पनि जति पनि अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, आइएनजिओहरू अथवा युएन एजेन्सीहरूमा जागिरहरू खुलेको हुन्छ त्यो पनि डेभलपमेन्ट एडमा अपडेट हुन्छ र त्यो पनि यसको प्रोसेस सेम नै हो। यहाँ जब बोर्डमा जानुभयो भने यसले जब कहाँ कहाँ खुलेका छन् भनेर देखाउँछ। यसमा चाहिँ जुन अगाडिको साइडमा हामीले हेरौँ नेपालको लागि छ कि छैन भनेर त्यस्तै गरेर क्लिक गर्ने। अनि यसले चाहिँ सिबीहरू पनि यसले टेलर गरेर दिन्छ, भनेको तपाईँहरूको डिटेलहरू त्यहाँ राखिदिनु भयो भने चाहिँ कस्तो किसिमको सिबी बनाउने हो भनेर यसले चाहिँ अहिले जुन ग्लोबल मार्केटमा चलिरहेको एकदमै राम्रो किसिमका सिबीको फर्मेटहरूमा तपाईँको सिबी ढालिदिन्छ। त्यसलाई फेरि तपाईँले आफूले चाहिँ कस्टमाइज गरेर अझ राम्रो बनाउन सक्नुहुन्छ। यसरी पनि यहाँबाट एप्लाई गर्न सकिन्छ। त्यस्तै गरेर अर्को रहेको छ impactpool.org भन्ने साइट छ। यो impactpool.org पनि अन्तर्राष्ट्रिय प्लेटफर्म नै हो, यो इन्टरनेसनल प्लेटफर्म हो। जुन अघि हामीले इम्प्याक्टपुल नेपालको कुरा गऱ्यौँ, नेपाली इम्प्याक्टको, यो चाहिँ ग्लोबल हो। यसमा पनि जब खोज्नाले जब्स भन्ने ठाउँमा यसरी क्लिक गरिसकेपछि अब यहाँ नेपाल भन्ने हामीले टाइप गरेर इन्टर गऱ्यौँ भने अब नेपालको लागि कहाँ कहाँ अहिले जब खुलेको छन् त भनेर यसरी देखाउँछ। यो पनि ठ्याक्कै अहिलेको जस्तै नै साइट छ र त्यहाँ नभएको कतिपय कुराहरू यहाँ हुन्छ, यहाँ नभएको कुराहरू कतिपय त्यहाँ हुन्छ। र जेनरली हामीले मैले जुन अहिले देखाउँथेँ यो 7वटा साइटहरूको बारेमा चाहिँ राम्ररी सर्च गऱ्यौँ भने नेपालमा जति पनि डेभलपमेन्ट सेक्टरमा अथवा एनजिओ, आइएनजिओ र युएन साइटमा जागिरहरू खुल्छन् त्यो कुनै पनि मिस भएर जाँदैन जस्तो भन्ने चाहिँ मलाई लाग्छ, होइन। तपाईँहरूले यहाँबाट नि हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर अर्को रहेको छ रिलिफ वेब भन्ने। रिलिफ वेब पनि यो इन्टरनेसनल प्लेटफर्म नै हो। रिलिफ वेबमा जब सर्च गर्नको लागि र अगाडिको हामीले डेभलपमेन्ट एडहरूमा हेऱ्यौँ त्यो सेम नै हुन्छ। यहाँनिर हेर्नुभयो भने अब यहाँ ट्रेनिङको भन्दा यतापट्टि जब्स भन्ने अप्सन देखाएको छ। यो जब्समा क्लिक गर्नुभयो भने यस्तो किसिमको इन्टरफेस खुल्छ र यहाँ तल चाहिँ अब फेरि यहाँ पनि अब हामी नेपालको लागि हान्ने हुनाले नेपाल भनेर हान्यौँ भने नेपालमा कति जबहरू अहिले चाहिँ खुलेको छ, कहाँ कहाँ खुलेको छ भन्ने कुरा चाहिँ यहाँ देखाउँछ। जस्तो अहिले फाइनेन्स अफिसर नेपालमा खुलिरहेको छ, होइन। त्यस्तै गरेर अरू विभिन्न सेभ द चिल्ड्रेन लगायतका संस्थाहरूमा पनि खुलेको देखाउँछ। अब यसलाई अझ तपाईँ स्पेसिफाई गर्नुपर्यो भने कस्तो किसिमको जब टाइप हो, कुन क्याटेगोरी, तपाईँको एक्सपिरियन्स कति छ, होइन, कुन कन्ट्रीको लागि कस्तो अर्गनाइजेसन, यो सबै यसलाई सर्ट गर्दै जानुभयो भने चाहिँ अझ स्पेसिफाई गरेर यसले चाहिँ खोजेकै जागिरहरू पनि देखाउन सक्छ। त्यस्तै गरेर अर्को रहेको छ एसोसिएसन अफ इन्टरनेसनल एनजिओज नेपाल। यो चाहिँ नेपालकै नेपालमा जति पनि आइएनजिओहरू, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू छन् उनीहरूको चाहिँ छाता सङ्गठन भन्छ यसलाई, एनलाई एआइएन भन्छ सर्ट फर्ममा। यसमा पनि जति पनि आइएनजिओहरूमा नेपालमा भ्याकेन्सी खुल्छ त्यो चाहिँ उनीहरूले यो उनीहरूको सङ्गठनको प्लेटफर्मभित्र चाहिँ राखेको हुन्छ। यहाँ हेर्नु भने यहाँ भ्याकेन्सी भन्ने छ। यो भ्याकेन्सीमा यसरी क्लिक गरिसकेपछि अब यहाँ नेपालमा अब यो चाहिँ नेपालकै भएको हुनाले यहाँ भएको सबै जबहरू चाहिँ प्रायः नेपालकै हुन्छ, होइन। अब फाइनेन्स असिस्टेन्ट युएनएफपिओको लागि खुलेको छ। यसको डेडलाइन चाहिँ 24 अगस्त। यहाँबाट डाइरेक्ट अप्लाई गर्न मिलो, अथवा यहाँ अप्लाई नाउमा क्लिक गरिसकेपछि कसरी अप्लाई गर्ने भनेर कतिपयले चाहिँ आफ्नै प्लेटफर्ममा रिडाइरेक्ट गर्छ भने कतिपयले चाहिँ इमेल एड्रेसहरू अथवा त्यसको प्रोसिडरहरू दिएको हुन्छ, त्यसरी हेरेर पनि गर्न सक्नुहुन्छ। त्यस्तै गरेर अलिकति तल जाँदाखेरि चाहिँ अर्को एक्सन एडले खुलाएको छ, होइन, प्र्याक्टिकल एक्सनले खुलाएको छ। जति पनि नेपालमा आइएनजिओहरू छ उनीहरूले खोलेको भ्याकेन्सीहरू चाहिँ यहाँ राखेको छ। यहाँ हेर्नुभयो भने धेरैवटा भ्याकेन्सीहरू चाहिँ यहाँ देखिन्छ। कतिपय त डेडलाइन जस्तै 4 अगस्त भन्नेको डेडलाइन कटिसकेको छ, आज 11 अगस्त भयो। यहाँदेखि माथि हेर्नुभयो भने चाहिँ यो 15 अगस्तदेखि माथिका कुरा रिसर्च डेभलपमेन्ट प्रोग्राम क्वालिटी डाइरेक्टर वर्ल्ड भिजनको लागि, जस्तो यो WWF को लागि प्रोजेक्ट एसोसिएट लगायत जबहरू चाहिँ खोलिएको छ। यसरी तपाईँले चाहिँ यी 7वटा प्लेटफर्महरूलाई नर्मल्ली युज गरेर त्यहाँबाट खोजेर अप्लाई गर्नुभयो भने चाहिँ तपाईँको जुन यो एनजिओ, आइएनजिओ र डेभलपमेन्ट सेक्टरमा जागिर खाने यदि तपाईँको इच्छा छ अथवा त्यो उद्देश्य छ भने
त्यो चाहिँ केही न केही मात्रामा यसले पुरा गर्छ भन्ने अपेक्षा गरेको छु। आजको भिडियो यति नै। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा उल्लेख गर्न नभुल्नुहोला भन्दै आजको यो छोटो प्रस्तुतिबाट बिदा चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।